नमस्कार श्रोताहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल सृजनाको उपवनमा। आज म प्रस्तुत गर्दैछु रविन्द्रनाथ ट्यागोरद्वारा लिखित विश्वप्रख्यात कथा काबुलीवाला। कथा मन परेमा भिडियो लाइक तथा च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आउनुस् सुरु गरौँ। मेरी 5 वर्षकी सानी छोरी मिनीसँग एकैछिन पनि कुरा नगरी बस्न सकिदैन थियो। संसारमा जन्मेपछि भाषा सिक्नको लागि उनले 1 वर्ष लगाएकी थिइन्। भाषा सिकिसकेपछि उनलाई खूब बोल्नु पर्ने भयो। जागा रहन्जेल उनी एकैछिन पनि चुप लागेर बस्न सक्दिनन्। उनकी आमा कहिलेकाहीँ उनलाई हातमा अंगुरको 2-4 पिटारी बसेर बिना संकोच कुरा गरिरहेकी छिन्। काबुली उनको खुट्टाको छेउमा बसेर मुस्कुराएर सुनिरहेको छ र बीचबीचमा प्रसङ्ग अनुसार आफ्नो राय पनि खिचडी भाषामा व्यक्त गरिरहेको छ। मिनीको 5 वर्षको अनुभवमा उनको बुबा बाहेक यस्तो धैर्यवान श्रोता सायदै पहिला कहिल्यै भेटिएको होस्। फेरि देखे उनको सानो अन्जुली बदाम किसमिसले भरिएको छ। मैले काबुलीसँग भने, "यिनलाई यो सब किन दिएको? यस्तो नगर्नु।
यति भनेर मैले गोजीबाट 8 आना पैसा निकालेर उसलाई दिएँ। उसले अप्ठ्यारो नमानी 8 आना लिएर झोलामा हाल्यो। घर फर्किँदा देखेँ त्यो 8 आनीको विषयमा ठुलो हो हल्ला सुरु भइसकेको थियो। मिनीकी आमा एउटा सेतो चम्चमाउँदो गोलाकार पदार्थ हातमा लिएर मिनीलाई हप्काउँदै सोधिरहेकी थिइन्, तैँले यो 8 आनी कहाँबाट पाइस्? मिनीले भनिन्, काबुलीवालाले दिएको हो। उनकी आमाले भनिन्, काबुलीवालासँग तैँले 8 आनी किन लिएको? मिनीले रुन्चे स्वरमा भनिन्, मैले मागेको होइन, ऊ आफैले दिएको। म आएर मिनीलाई आइलागेको विपत्तिबाट बचाएँ र बाहिर लिएर गएँ। थाहा भयो काबुलीसँग मिनीको यो नै दोस्रो भेटघाट थिएन। यस बीचमा ऊ सधैँ आउने जाने गरिरहन्थ्यो र मिनीलाई पेस्ता बदाम घुस स्वरूप दिएर मिनीको कोमल लोभी हृदयमा धेरै अधिकार जमायो। यी दुई साथीमा केही निर्धारित कुरा र ठट्टा भइरहन्थ्यो। जस्तो रेहमानलाई देख्ने बित्तिकै मेरो छोरी हाँस्दै उसँग सोध्थिन्, काबुलीवाला, ओ काबुलीवाला, तिम्रो झोलामा के छ? रेहमान मजाकमा जवाब दिन्थ्यो, हात्ती। अर्थात् उसको झोलाभित्र हात्ती छ। यो उसको ठट्टाको सूक्ष्म अर्थ थियो। अर्थ अति नै सूक्ष्म होला यस्तो त मान्न सकिँदैन, तथापि यो ठट्टामा दुवैलाई बडो मजा आउँथ्यो। जाडोको मौसममा एउटा ठुलो र सानी बच्चीको सरल हाँसो मलाई पनि बडो राम्रो लाग्थ्यो। त्यो बेला अर्को एउटा कुरा भइरहेको थियो। रेहमान मिनीसँग भनिरहेको थियो, खोकी, तिमी कहिले विवाह गरेर ससुराली नजानु है? बङ्गाली परिवारका केटीहरू बाल्यकालदेखि नै विवाह शब्दसँग परिचित हुन्छन्, तर हामीहरू के आधुनिक भएको कारण सानी बच्चीलाई विवाहको बारेमा सचेत गराएका थिएनौँ। यसैले रेहमानको कुराको अर्थ उनी राम्ररी बुझ्न सक्दिनथिन्। तर कुनै कुराको जवाफ नदिकन चुप लागेर बस्नु उनको स्वभावको बिल्कुलै विपरीत थियो। उनले तुरुन्तै रेहमानसँग सोधिन्, तिमी विवाह गरेर ससुराल जान्छौ? रेहमान काल्पनिक ससुरालतिर आफ्नो ठुलो मुड्की उज्याएर भन्छ, म त ससुरालाई मार्नै छु। यो सुनेर मिनी ससुरो नामको कुनै अनौठो प्राणीको दुर्दशाको कल्पना गरेर खुब हाँस्छिन्। जाडोको घमाइलो दिन थियो। प्राचीन कालमा यो मौसममा राजाहरू दिग्विजय गर्न निस्कन्थे। म कलकत्ता छोडेर कतै गएको थिइनँ। सायद यसैले मेरो मन संसारभरि घुम्ने गर्थ्यो। जस्तो म आफ्नो घरको कुनामा नै सदा सदादेखि बसेको छु। बाहिरी संसारको लागि मेरो मन सदा बेच्यान रहन्छ। कुनै देशको नाम सुन्ने बित्तिकै मन दौडिहाल्छ। कुनै विदेशीलाई देख्ने बित्तिकै मेरो मन तुरन्तै नदी पहाड जङ्गलको बीचमा एउटा कुटीको दृश्य देख्न थालिहाल्छ। कल्पनामा उल्लासले भरिएको स्वतन्त्र जीवनको एउटा चित्र जाग्न थाल्छ। यता म पनि यति एकान्तिक प्रकृतिको छु कि आफ्नो कोठो छोडेर एकछिन बाहिर निस्कँदा पनि टाउकोमा बिजुली खसे झैँ अनुभव हुन थाल्छ। यसैले बिहान बिहानै आफ्नो सानो कोठाको टेबल अगाडि बसेर काबुलीसँग गफ लगाएर आफ्नो घुमफिरको आनन्द पूरा गर्ने गर्छु। दुवैतिर उबड खाबड दुर्गम डढेको रातो रातो अग्लो पहाडको श्रृङ्खलाको बीचमा साँगुरो र मरुभूमिको बाटो र त्यसमा सामान लादिएका उटका लस्कर हिँडिरहेको छ। पगडी बाँधिएको व्यापारी र यात्रीहरूमा कोही उटमा त कोही पैदल हिँडिरहेका, कसैको हातमा भाला छ त कसैको हातमा पुरानो जमानाको चकमक पत्थरले हानिने बन्दुक। काबुली आफ्नो मेघ गर्जन जस्तो स्वरमा खिचडी भाषामा आफ्नो देशको बारेमा सुनाइरहन्छ र यो चित्र मेरो आँखाको अगाडि लस्कर झैँ बढ्दै जान्छ। मिनीकी आमा बडा शङ्कालु स्वभावकी छिन्। बाटोमा कुनै आहट हुने बित्तिकै उनलाई लाग्थ्यो कि दुनियाँभरका जडिया मातेर हाम्रो घरतिर दौडँदै आइरहेका छन्। यो दुनियाँ हरेक ठाउँ चोर डाकु जडिया सर्प बाघ भालु मलेरिया सुँगुर बुवासो र गोरुले भरिएको हुन्छ भन्ने उनको विचार छ। यतिका दिनदेखि दुनियाँमा बसेर पनि उनको मनबाट यो डर हटेको छैन। खास गरी रेहमान काबुलीको बारेमा उनी पूर्ण रूपमा निश्चिन्त थिएनन्। उनमा खास नजर राख्नको लागि उनी बारम्बार मसँग अनुरोध गर्थिन्। म उनको शङ्कालाई हाँसोमा उडाउने कोसिस गर्थे। तब उनी मसँग एक एक गर्दै अनेक प्रश्न सोध्थिन्। के कहिले कसैको छोराछोरी चोरी भएको छैन? के काबुलमा गुलामी प्रथा चलेको छैन? एउटा बलियो बाङ्गो काबुलीलाई एउटा सानो बच्चा चोरेर लान के बिल्कुलै असम्भव छ? मैले मान्नु पर्यो कि यी कुरा बिल्कुलै असम्भव छैनन्, तर विश्वास योग्य पनि छैनन्। विश्वास गर्ने शक्ति हरेकमा समान हुँदैन। यसैले मेरी पत्नीको मनमा डर बसिरहेको थियो।
तर सिर्फ शङ्काकै भरमा कुनै दोष बिना रेहमानलाई आफ्नो घरमा आउनबाट मैले रोक्न सकिनँ। हरेक वर्ष माघ महिनामा रेहमान आफ्नो देश जाने गर्छ। यो समयमा ऊ आफ्नो पैसा भुक्तानीमा नराम्ररी फस्छ। घर घरमा दौडनु पर्छ। तथापि ऊ एकपटक मिनीसँग भेट गर्नको लागि आउने गर्छ। हेर्दा लाग्छ जस्तो कि दुईमा कुनै षड्यन्त्र चलिरहेको होस्। ऊ जुन दिन बिहान आउन पाउँदैनथ्यो त्यो दिन साँझमा आउने गर्थ्यो। अँध्यारो कोठाको कुनामा खुकुलो कुर्ता पाइजामा लगाएर झोला झ्याम्टा बोकेको अग्लो मानिस देखेर साँच्चै मनमा अचानक एउटा आशंका जस्तो उब्जन्छ। तर जब म देख्छु कि मिनी काबुलीवाला भन्दै हाँस्दै दौडन्दै जान्छन् र अलग अलग उमेरका दुई पुराना साथी बीच सहज परिहास चल्न थाल्छ, तब मेरो हृदय खुसीले भरिन्छ। एक दिन बिहानै म आफ्नो सानो कोठामा बसेर आफ्नो किताबको प्रुफ हेरिरहेको थिएँ। जाडोको मौसम सकिनु अगाडि आज 2-3 दिनदेखि धेरै चिसो बढेको थियो। चारैतिर सबैका दाँत किटकिटाइरहेका थिए। झ्यालको बाटो भएर घाम छिरेर मेरो खुट्टामा परिरहेको थियो। यो न्यानो मलाई धेरै रमाइलो लागिरहेको थियो। बिहानको करिब 8 बजेको हुँदो हो। गलबन्दी बेरेर बिहानै घुम्न निस्कने मानिसहरू घुमफिर गरिसकेर फर्किरहेका थिए। यही बेला सडकमा निकै हो हल्ला मचिएको सुनियो। हल्ला आएतिर हेरे। रेहमानलाई 2 सिपाहीले बाँधेर लगिरहेका छन् र उसको पछि पछि तमासा हेर्ने मानिसको भिड आइरहेको छ। रेहमानको लुगामा रगतको दाग छ र एउटा सिपाहीको हातमा रगत लतपतिएको चक्कु छ। मैले ढोका बाहिर गएर सिपाहीलाई सोधे कि यो सब के हो। केही ती सिपाही र केही रेहमानबाट थाहा पाए कि हाम्रै छिमेकमा एक मानिसले रेहमानसँग उधारोमा एउटा रामपुरी बर्को किनेको थियो। केही रुपैयाँ अझै तिर्न बाँकी थियो जुन तिर्न उसले मानेन। यसैमा बहस हुँदाहुँदै रेहमानले उसलाई चक्कुले घोपिदियो। रेहमान त्यो झुटो मानिसलाई अनेकानेक प्रकारको गाली गरिरहेको थियो कि यसै बेला काबुलीवाला भन्दै मिनी घरबाट बाहिर निस्केर आइन्। क्षणभरमा रेहमानको अनुहारमा उज्यालो हाँसो झुल्कियो। उसको कानमा आज झोला थिएन, यसैले झोलाको बारेमा दुवै साथीले पुरानो चर्चा गर्न सकेनन्। मिनी आउने बित्तिकै एकाएक सोध्न थालिन्, तिमी ससुराली जाँदैछौ हो? रेहमानले हाँसेर भन्यो, हो, त्यतै त गइरहेको छु। उसलाई लाग्यो उसको यो जवाफले मिनी हाँसिनन्। तब उसले हात देखाएर भन्यो, ससुरालाई मार्ने थिए तर के गर्नु, हात बाँधिएको छ। सङ्गीन अपराध गरेको अपराधमा रेहमानलाई कैयौं वर्षको कैद सजाय भयो। उसलाई मैले बिस्तारै बिस्तारै बिस्ताउँदै गएँ। हामीहरू जब आफ्नो आफ्नो घरमा हरेक दिनको काम गर्दै आरामले दिन बिताइरहेका थियौं, तब पहाडमा स्वतन्त्र घुम्ने मानिसले जेलको पर्खालभित्र कसरी वर्ष माथि वर्ष बिताइरहेको होला, यो कुरा कहिल्यै हाम्रो मनमा आएन। चञ्चल हृदयकी मिनीको व्यवहार त अझै पनि लाजमर्दो थियो। यो कुरा उनको बाबुले पनि मान्नु पर्यो। उसले सहजै आफ्ना पुराना साथीलाई भुलेर पहिले त घोडा रक्षकसँग मित्रता जोडिन्। फेरि क्रमशः जसै जसै उनको उमेर बढ्दै गयो तसै तसै साथीको बदला एकपछि अर्को उसका साथीहरू जुट्न लागे। अरू त कुरै छोडौ, यहाँसम्म कि अब त उनी आफ्नो बाबाको लेख्ने कोठामा पनि देखिन्न थिइन्। मैले पनि एक प्रकारले उनीसँग कट्टी गरेको थिएँ। धेरै वर्ष बिते। फेरि जाडो आयो। मेरी मिनीको विवाहको कुरो छिनियो। दुर्गा पूजाको छुट्टीमा नै उनको विवाह हुनेछ। कैलाशवासिनी पार्वतीका साथसाथै मेरो घरकी आनन्दमय पनि बाबुको घर अँध्यारो बनाएर पतिको घर जानेछिन्। बडो आनन्ददायक ढङ्गले आज बिहानै सूर्योदय भएको छ। बर्सात पछिको जाडोमा नयाँ उदाएको घाम आगोमा गलाएको सफा र खरो सुनको रङ
तिमी जाऊ। सुन्ने बित्तिकै ऊ जान तयार भयो, तर फेरि ढोका नजिकै गएर उभियो र के सङ्कोच मान्दै भन्यो, एकपटक मुनिले हेर्न पाउँदिन? सायद उसको मनमा यही धारणा थियो कि मिनी अझैसम्म त्यस्तै बनिरहेकी छिन्, या उसले सोचेको थियो कि मिनी आज पनि त्यसै गरी पहिला जस्तै काबुलीवाला काबुलीवाला भन्दै दौडँदै आउने छिन् र उनको हाँसो भरिएको अद्भुत कुरामा कुनै प्रकारले केही फरक आउने छैन। यहाँसम्म कि पहिलाको मित्रता सम्झेर उसले कागजको दुनामा थोरै उसको पर्वतवासिनी सानी पार्वतीको हातको निशानीले नै मेरी मिनीको याद दिलायो। मैले त्यही समय मिनीलाई बाहिर बोलाएँ। घरमा यो कुरामा ठुलो आपत्ति आयो, तर मैले कसैको कुरा सुनिनँ। विवाहको रातो बनारसी साडी लगाएर निधारमा चन्दनको टीका सजाएर दुलै बनेकी मिनी लाजले भरिएर मेरो छेउमा आएर उभिन्। उनलाई